आजदेखि चाहिँ म मेन्सुरेसन च्याप्टर हैन म्याथको कम्पलसरी म्याथको मेन्सुरेसन च्याप्टरबाट जुन चाहिँ पिरामिडको बारेमा पढाइन्छ त्यसको बारेमा आज म सिकाउने छु। पिरामिडमा हामी के सिक्छौँ त एलएसए निकाल्न, लेटरल सर्फेस एरिया निकाल्न र टोटल सर्फेस एरिया निकाल्न। त्यसको साथसाथ पिरामिडको भोल्युम निकाल्न पनि हामी सिक्छौँ र त्यो भन्दा अगाडि चाहिँ पिरामिड के हो त्यो चाहिँ बुझ्नु पर्यो। अनि यो पिरामिडको पहिला कुरा हामी बुझ्छौँ पिरामिड भनेको के हो। अनि यो एक्सरसाइज गर्न चाहिँ के हुन्छ त एकदमै सजिलो हुन्छ। पिरामिड भनेको के हो त सबभन्दा पहिला हामी डेफिनेसनबाट हेरौँ। पिरामिड पिरामिड को डेफिनेसन के छ त अ पिरामिड इज सॉलिड ऑब्जेक्ट। के हो त पिरामिड के हो त सॉलिड ऑब्जेक्ट हो साइड में यहाँ हेरिराखेको छ। यो के को फिगर हो त पिरामिड को फिगर हो। अनि पिरामिड भनेको चाहिँ के हुन्छ त सॉलिड ऑब्जेक्ट। पिरामिड भनेको सॉलिड ऑब्जेक्ट हैविंग पोलिगोनल बेस। कस्तो बेस हुन्छ त पोलिगोनल बेस हुन्छ। कस्तो बेस पोलिगोनल बेस। अब पोलिगोनल बेस भनेको फेरि के हो त पोलिगोनल बेस भनेको यो पिरामिडको बेस चाहिँ स्क्वायर शेपमा पनि हुन सक्छ, ट्रायंगुलर शेपमा पनि हुन सक्छ, रेक्टेंगुलर शेपमा हुन सक्छ, पेन्टागन हेक्सागन हैन यो शेपमा हुन्छ। अनि त्यही भएर पोलिगोनल बेस भन्छ यसलाई। एन्ड ट्रायंगुलर फेसेस र के हुन्छ त ट्रायंगुलर फेसेस हुन्छ। पिरामिडसँग के हुन्छ यो चाहिँ पिरामिड हो। पिरामिड के हो त सॉलिड ऑब्जेक्ट हो। अनि यो के हो हेर्छौं यो पिरामिडसँग पोलिगोनल बेस हुन्छ र ट्रायंगुलर फेसेस हुन्छ। अब ट्रायंगुलर फेस भनेको यो जुन फेस छ यो चाहिँ योहरु के भयो त ट्रायंगुलर फेस भयो। योहरु हैन यो जुन छ हैन यो भयो यो के भयो त ट्रायंगुलर फेस भयो। अब पिरामिडको चाहिँ तीनवटा कुरा इम्पोर्टेन्ट हुन्छ। एउटा चाहिँ यो चाहिँ जानिराख्नु पर्ने हो यो पोइन्ट यो कमन पोइन्ट हेर्छौ यो जुन चाहिँ ट्रायंगुलर फेसहरु गएरका मिट भएको छ त एउटा कमन पोइन्टमा मिट भएको छ। यो कमन पोइन्टमा मिट हुनेलाई हामी के भन्छौं त वर्टेक्स भन्छौं। के भन्छौं वर्टेक्स या त एपेक्स भन्छ। वर्टेक्स या त एपेक्स भन्छ। अनि यो जुन फेस छ यो यसलाई चाहिँ फेस भन्छ। फेस भयो यो र यो जुन छ तलको पार्ट यसलाई चाहिँ बेस भन्छ। यसलाई चाहिँ बेस भन्छ। यति कुरा चाहिँ बुझ्नु भयो होला हैन। यो चाहिँ पिरामिड हो। अनि पिरामिडको यो तीनवटा मेन पार्टहरु हुन्छ वर्टेक्स, फेस र बेस। अब अर्को कुरा के आउँछ पिरामिडमा राइट पिरामिड। अर्को राइट पिरामिड। राइट पिरामिड। अब राइट पिरामिडमा के हुन्छ यो जुन पिरामिड छ पिरामिडको बेस चाहिँ रेगुलर पोलिगन हुनु पर्यो। पिरामिडको बेस कस्तो हुनु पर्यो त रेगुलर पोलिगन हुनु पर्यो। रेगुलर पोलिगन हुनु पर्यो। पिरामिडको बेस रेगुलर पोलिगन हुनु पर्यो। र यो जुन वर्टेक्स छ र यो चाहिँ के छ यो एरिया यो जुन चाहिँ के छ त बेस छ यो। अनि यो भर्टेक्सबाट सिधा परपेन्डिकुलर रन गर्छ सेन्टरमा हैन परपेन्डिकुलर रन गर्छ यो यसलाई। अनि यो चाहिँ हुन्छ यो चाहिँ भयो राइट पिरामिड। यो चाहिँ भयो राइट पिरामिड। अब
यो भयो राइट पिरामिड। राइट पिरामिड भनेको कि यो भर्टेक्सबाट परपेन्डिकुलर ड्रन गरेको हुन्छ यो बेसको सेन्टरमा। यसलाई चाहिँ के भन्छ त राइट पिरामिड भन्छ। यो भन्दा अब स्क्वायर बेस्ड पिरामिड। अब स्क्वायर बेस्ड पिरामिडमा यो भयो स्क्वायर बेस्ड पिरामिड। अब यहाँ सेन्टरबाट यो भर्टेक्सबाट एउटा परपेन्डिकुलर ड्रन गर्ने, परपेन्डिकुलर लाइन ड्र गर्दाखेरि यहाँबाट यहाँसम्म है, यो चाहिँ यो परपेन्डिकुलर लाइन जुन ड्र गरेको छ यो के हो त पिरामिडको हाइट भयो। पिरामिडको के भयो त हाइट, पिरामिडको हाइट भयो h। र एउटा अर्को परपेन्डिकुलर लाइन ड्र गर्ने, यो जुन चाहिँ ट्रायंगुलर फेस छ, ट्रायंगुलर फेस सँगै के गर्ने त एउटा यो भर्टेक्सबाट चाहिँ एउटा अर्को चाहिँ परपेन्डिकुलर लाइन चाहिँ के गर्ने त ड्र गर्ने। यो भयो परपेन्डिकुलर लाइन। अनि यसलाई चाहिँ के भन्छ स्लेन्ट हाइट, यसलाई भन्छ स्लेन्ट हाइट L। अनि यो जुन भयो यो स्क्वायर बेस्ड पिरामिड, यो जुन बेस छ यो चाहिँ के भयो त साइड A मा के भयो साइड भयो हैन। यो स्लेन्ट हाइट भयो, यो हाइट भयो पिरामिडको हाइट भयो, यो स्लेन्ट हाइट भयो र यो चाहिँ साइड भयो। अब यसमा चाहिँ हामी के निकाल्न सिक्छौँ त LSA। LSA भनेको चाहिँ के हुन्छ LSA लेटरल सर्फेस एरिया। अनि यसको फर्मुला चाहिँ के हुन्छ 2AL, 2AL हुन्छ हैन। लेटरल सर्फेस एरियाको फर्मुला चाहिँ 2AL हुन्छ। अनि TSA टोटल सर्फेस एरिया। टोटल सर्फेस एरिया हामी कसरी निकाल्न सक्छौँ, यसको फर्मुला हुन्छ A² + 2AL। अनि यो दुईटा फर्मुला युज गरेर LSA निकाल्नलाई के फर्मुला युज गर्ने त 2AL र अर्को चाहिँ TSA निकाल्नलाई के फर्मुला युज गर्ने त A² + 2AL।